छोडिसके आफैलाई ध्यान दिन माग्छौ भने तयार छु ज्यान दिन भन्दै गायक चिज गुरुङले गायिका निर्जला गुरुङलाई ज्यानै दिने वादा गरेपछि दोहोरीमा भयो रमाइलो। आदरणीय दर्शकबिन्द नमस्कार। आज हामी तपाईँहरूको माझमा पछिल्लो समयका साङ्गीतिक जोडी गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको प्रिमियर लाइभ दोहोरीको फुल अपडेट लिएर उपस्थित भएका छौँ। भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। तपाईँ हामीलाई यो भिडियो कुन ठाउँबाट हेरिदिनुहुन्छ त्यो पनि जानकारी दिएर च्यानलमा नयाँ हुनुहुन्छ भने कमल नेपाली युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला। दर्शकबिन पछिल्लो समयका चर्चित लोकदोहोरी गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको भर्खरै मात्रै सार्वजनिक भएको लाइभ दोहोरी छोटो समयमा दर्शकहरूले निकै रुचाएर हेरेको पाउन सकिन्छ। बुद्धि अधिकारी युट्युब च्यानलबाट सार्वजनिक भएको छोटो समयमा दर्शकहरूले रमाइलो गरी हेरेको र सकारात्मक कमेन्ट गरेको हामीले देखिरहेका छौँ। गायक चिज र निर्जला गुरुङका बेसै पनि आजभन्दा पहिलाका लाइभ दोहोरी पनि दर्शकहरूले निकै रुचाएर हेरेको पाइन्छ। चिज र निर्जला गुरुङ हरेक स्टेज प्रोग्राममा पनि उनीहरूले दोहोरी मात्र गाएर होइन नचाएर समेत दर्शकहरूलाई खुसी पार्ने गरेका हुन्छन्। आउनुहोस् गायक चिज गुरुङले के जवाब दिएका हुन्छन् त गायिका निर्जला गुरुङले यस्तो टुक्का प्रहार गर्दा। गायिका निर्जला गुरुङको टुक्का यस्तो हुन्छ। छोडिसके आफैलाई ध्यान दिन माग्छौ भने तयार छु ज्यान दिन छैन रिस राग भन्दै गायिका निर्जला गुरुङले टुक्का प्रहार गर्दा गायक चिज गुरुङले यस्तो जवाब दिएका हुन्छन्। तिमीले चाहे जोगी भई हिँडिदिन्छु सारा खुसी संसारको किनिदिन्छु छैन रिस राग भन्दै एकअर्काप्रतिको प्रिमियर लाइभ दोहोरी टुक्काबाट प्रहार गरेका हुन्छन्। दुवैको टुक्का यति राम्रो हुन्छ कि दर्शकहरूले भिडियोलाई पुरै हेरेर सकारात्मक कमेन्ट गरेका छन् र रिले जोडीलाई रिलबाट रियलमा परिवर्तन हुन समेत माग गरिरहेका छन्। के तपाईँ पनि गायक चिज र निर्जला गुरुङको जोडी मन पराउनुहुन्छ र उनीहरू पनि एक भएको देख्न चाहनुहुन्छ भने पक्कै पनि तपाईँहरूका लागि विशेष लाइभ दोहोरी रहेको छ। कमेन्टमा जानकारी गराउनुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिनुहोला। हामीले डिस्क्रिप्सनमा लिङ्क समेत छोडेका छौँ फुल लाइभ दोहोरीको र बुद्धि अधिकारी युट्युब च्यानलबाट पनि हेर्न सक्नुहुनेछ। हस्त धन्यवाद।